कसैले पैसा र सामानहरू अनि कसैले श्रम दिएर 1 महिनामा 3 कोठे इग्रा सिमेन्टको घर निर्माण भयो। अब यस घर सामाजिक दायित्वबोधको प्रतीक बनेको छ। पूर्व सिक्किम सुजाचेनका हेमकुमार छेत्रीका छोराले बुहारी भित्र्याउने भएपछि घरको आवश्यकता थियो। अहिले म यहाँ सोनाम सरको घर बारीमा बसिरहेको छु र यो घर बनाउनुको काम चाहिँ मेरो यो छ कि यहाँ पुरानो घरमा बसिरहेको थियो। पुरानो घर त अर्काको हो। अनि त्यसले गर्दाखेरि यहाँ जरुरी परेकोले गर्दाखेरि घर बनाउनु जरुरी छ। अनि यसले गर्दाखेरि मैले घर बनाउँदै थिएँ। यो स्ट्यान्डर्ड सर्टिङहरू लिएर बनाउँदाखेरि अलिकति अनकम्फर्टेबल पनि लागिरहेको थियो आफैलाई। र पनि मैले यहाँ अमर दाजुलाई मैले जुन कुराहरू मैले भने अनि सहयोगको लागि मैले सानो सहयोगको लागि मैले बोल्दाखेरि उहाँले त्यही कुरालाई स्टेप उठाउनु भयो। अभाव र आवश्यकताले समाजलाई जोड्ने अवसर दिइरहेको हुन्छ। विगत दिनमा पनि 4वटा घर निर्माण गरेका छुजाचेनका समाजसेवक अमर गुरुङ दायित्वबोधका साथ अघि आउँछन्। मेरो नानीको घरको बिहा आउँदाखेरि अब घर बनाउँदैछु सानो, र मैले उहाँलाई सोधेँ भने कि अब म त सक्दिनँ किनकि त्यस्तो अब ज्यादा दिने छैन भने। तर पनि मेरो मनमा कता कता लागेर चाहिँ भोलिपल्ट बिहानै उठेर उहाँको वासस्थानमा गएँ र त्यहाँ जाँदाखेरि साँच्चै हृदय छोयो है, मन दुख्यो है। उहाँले 2-3 ताल सटिङ गरेको काठहरू ल्याएर है, प्लाइवुडहरू त्यो भत्किएको प्लाइहरूले चाहिँ भित्ताहरू टालेर चाहिँ उहाँले घर निर्माण गर्दै रहेछ। त्यो देख्दा एकदमै मनमा दुख्यो है, र मनमा लाग्यो र मैले त्यहीँनिर प्रण गरेँ। त्यहीँनिर मैले आफैमा मैले वचन गरेँ कि म यो घर अवश्य बनाउँछु भनेर मैले ठानेँ। अपुग बीच बाँचिरहेका हेमकुमार छेत्रीको आवश्यकतालाई पूरा गर्न समाज एकजुट बने। पाकिमका सोनाम छिरिङ भुटियाले घरेटी दिएका छन् भने अमर गुरुङले सोसियल मिडियाको माध्यमबाट समाजलाई अपिल गरेका थिए। माझमा फेरि पनि यो डे 9 को भिडियो लिएर उपस्थित भइसकेको छु है। र अस्ति जुन चाहिँ मैले डे 5 सम्म मात्रै भिडियो हाल्नु पाएको थियौँ है, हजुरहरूसम्म साझा गर्नु पाएको थियौँ। नगदहरू यसरी प्राप्त भयो। हाम्रो सिक्किम कार बजारले हामीलाई सहयोग राशि पठाउनु भएको छ है। यो सहयोग राशि चाहिँ अब हामीले यहीँनिर घरकै बेनिफिसियरिजकै अगाडि खोलिरहेका छौँ है। अन्त हामीलाई विनोदजीले पठाउनु भएको 1, 2, 3, 4, 5, 6, 7, 8,000 रुपियाँ है, जुन टिमबाट धेरै धेरै धन्यवाद छ है। र यो रकम म बहिनीलाई दिइरहेको छु। सरकारी आवास योजनाका लागि आवश्यक कागजपत्रबाट उनी वञ्चित छन्, तर उनको सहयोगको लागि समाज नै अघि आए। 54,000 रुपियाँ नगद तथा गिटी सिमेन्ट बालुवा काठपात रङ्ग आदिका लागि करुणामय हृदयहरू एकजुट भयो। छुजाचेन हेब्रोन पेन्टिकोस्टल चर्चका अनुयायीहरूले श्रमदान गरे। हाम्रो अम्मा बुबुले काम गर्दै गरेको देख्दाखेरि चाहिँ मलाई पनि त्यो फिल भयो कि मैले पनि उहाँको साथमा मिलेर हामीले यसरी नै सोसल वर्क गर्नुपर्छ, जो चाहिँ एकदमै जेन्युन पर्सनको लागि उहाँले यसरी इनिसिएटिभ लिएर उहाँले अगाडि बढिरहनु भएको छ भनेदेखिलाई उहाँ एक्लै हुनुहुन्छ र हामी पनि टिममा भएर आयौँ भनेदेखिलाई चाहिँ अझै असल कुराहरू हुनसक्छ भन्ने त्यो सोच आएको कारणले गर्दाखेरि नै म उहाँसँग जोडेँ। निर्माणको क्रममा पुलिसकर्मी बिगेन राई ड्युटी सकेर श्रमदान गर्न आउँथे। आज एकदमै मजा आइरहेको छ। हेमकुमार दाजुको घरमा घर बनाऊ अभियानमा चाहिँ यहाँनिर एकदमै रिफ्रेसमेन्टको लागि राम्रो राम्रो खानाहरू बनाएको छ है। हामी खाँदैछौँ है यहाँनिर एकदम मजा इन्जोयसँगले। रात बिरात गरेर श्रमदान दिए। निर्माण पुरा भएपछि यस नयाँ घरमा घर पैँचो राखे। रिबन काटेर उद्घाटन भयो, जसमा समाजसेवक निमा औदी तामाङ र चर्चका एल्डर विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। खानापिनाका लागि पकाउने तुल्याउनेमा पनि युवाहरूले श्रमदान गरिरहेका थिए। घर निर्माण गर्नको निम्ति जतिजनाले पनि सहयोग गर्नुभएको छ ती सम्पूर्णलाई म अमर गुरुङको तर्फबाट साथै हेमकुमार परिवारको तर्फबाट नै आन्तरिक हृदयबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। जसले क्यास सपोर्ट गर्नुभयो, जसले काइन्ड सपोर्ट गर्नुभयो, ती तमाम हातहरूलाई धन्यवाद दिन चाहन्छु। अहिले मैले सोचेको भन्दा अब बेग्लै भएको छ, किनकि पहिला त अब यस्तो सोच्ने मैले आशा गरेको थिइनँ र यस्तो हुन्छ भन्ने मेरो पनि आशा थिएन। तर अहिले चाहिँ एकदमै राम्रो र एकदमै सजिएको मैले
भेटाएको छु अनि किनकि यसमा म धन्यवाद छु। पुग र अपुग बीच बाँचेको समाजलाई सन्तुलन गर्न केवल करुणामय हृदयको आवश्यकता हुन्छ। यस विशेष रिपोर्टको साथमा म जोसेफ लेप्चा।